Hello everyone, good afternoon, good morning and good evening at the same time. This is your teacher विज्ञान गुरु. आज हामी के गर्छौँ भने नेपालीको हामीलाई अनि पाठ 2 त्यहाँनिर छ हामीलाई घर झगडा भन्ने पाठ छ। अब यो घर झगडा भन्ने पाठमा तपाईहरुले सुरुमा चाहिँ हाम्रो बद्रीनाथ भट्टराईले लेख्नु भएको कथालाई अनि सुरुमा पाठ गर्छु अनि यसको बारेमा हामी खण्डन विस्तारै गरौँला। तपाईहरुको यो पाठमा तपाईहरुले चाहिँ के बुझ्नुहुन्छ भने यो चाहिँ कथाको पाठ है त सुरुमा कथालाई वाचन गरिन्छ। तपाई सुन्दै जानुस् म सर पढ्दै आउँछु। सुरुमा हामी शब्द अर्थहरुलाई ध्यान दिउँ। शब्द अर्थमा जस्तो यसमा आसमान भनेको छ। आसमान भनेपछि हामीले हिन्दीमा कहि सुनेका छौँ होला आसमान की ऊंचाई भन्छ यहाँनिर त्यो माथि आकाश यति ठाउँ भयो त्यो चाहिँ। अनि समन भनेको छ हामीलाई समन भनेको चाहिँ के हो भने शान्त पार्ने काम त्यसलाई समन गर्नु कुनै कुरालाई शान्त पार्नु त्यसलाई अनि तह लगाउनु त्यो कुराहरू आउँछ हामीलाई। अर्को भनेको नादानी भनेको छ हामीलाई नादानी भनेको हिम्मत नभएको है त नादान व्यक्ति भन्छ नि त हिम्मत नभएको त्यो चाहिँ छ हामीलाई। तिलाञ्जली भनेको छ हामीलाई तिलाञ्जली भनेको त्याग गर्नु कुनै कुराको त्याग गर्नु कुनै कुरालाई छोड्नु त्यसलाई चाहिँ हामीले लत्याउनु तिलाञ्जली दिनु। अनि मुर्कट्टा भनेको छ हामीले धेरैपल्ट सुन्या होला गाउँघरतिर मुर्कट्टा भूत आइरहेको हुन्छ भनेर चाहिँ मुर्कट्टा भनेको शिर नभएको शिर काटिएको है त यो कुरा भनौँ। रसायन भनेको छ हामीलाई रसायन भनेको चाहिँ एक धातुलाई अनि यसमै गालेर अर्को वस्तुमा बदल्ने विज्ञान भनेको छ हामीलाई। अब खासमा रसायन भनेपछि हामीले खासमा यसमा चाहिँ त्यो केमिकल भनेर बुझ्छौँ है त अङ्ग्रेजीमा सजिलो हुन्छ तपाईहरुलाई यो तरिका भयो। अर्को भनेको नजरबन्द कुनै एउटा निश्चित ठाउँमा चाहिँ बाहिर निस्कन अनि नपाउने गरी चाहिँ यसलाई कुनै समयको लागि बन्द गरिन्छ भने यसलाई नजरबन्द भनिन्छ है त। पहिलेको समयमा नजरबन्द गरेर चाहिँ उनीहरूलाई सजाय दिइन्थ्यो जस्तो अहिले जेल भनिन्छ तर पहिले चाहिँ अँध्यारो कोठामा भित्र लगेर चाहिँ नजरबन्द गरिन्थ्यो कुनै मान्छेको बिचमा ल्याइँदैन थियो नजरबन्द गर्नु। अर्को भनेको चाहिँ गुप्ती भनेको छ हामीलाई गुप्ती भनेको चाहिँ खासमा गुप्तचर गुप्त रूपमा कुनै सूचनालाई लिएर सूचना प्रवाह गर्ने व्यक्ति भनेको गुप्ती भयो। अनि पतन भनेको छ हामीलाई पतन भनेको चाहिँ अवनति या फेरि कुनै कुराको चाहिँ विनाश भनेको कुनै कुरा चाहिँ जस्तो अनि पतन हुनु पतन भएर जानु भनेको त्यो कुरा सकिएर जानु यो कुरालाई पतन भन्छ है त। यसपछि हामीसँग अर्को छ मनसाय मनसाय भनेको अभिप्राय मनको विचार है त मनसाय मनको आशय मनसाय। अनि वैमनस्य भन्छ हामीले चाहिँ वैमनस्य भनेको चाहिँ तपाईँको शत्रुता है त कुनै कुनै व्यक्ति बीच हुने वैमनस्य या फेरि कुनै व्यक्ति बीच रहने एउटा अनि भाव दुश्मनी। अनि गेगर भनेको छ हामीलाई गेगर भनेको चाहिँ मसिना ढुङ्गा वा खस्रो बालुवाको कण हामीले गेगर भनिसकेपछि खासमा त्यो चालेर निकाल्छ नि त्यो जालीले अनि घर बनाउने मान्छेहरूले गेगर निकाल्छ त्यो कुरा हुन्छ। अनि पथ्य भनेको छ हामीलाई चाहिँ खान योग्य हलुका किसिमको खाना पथ्य भनेको जुन कुरा पाचन हुने कुराहरू या फेरि सजिलै त्यो चाहिँ आउने पथ्य भनेको चाहिँ सजिलै हाम्रो शरीरले चाहिँ लिन सक्ने स्वीकार्न सक्ने कुरा यसरी पनि बुझ्न सकिन्छ। खसम भनेको छ खासमा खसम भनेको पति है त कसम भनेको चाहिँ बाचा भइहाले खसम भनेको पति हुन्छ मेरो खसमलाई यस्तो भयो यो खसमको यो कुरा चाहिँ यो कहाँ कहाँ मैले कवितामा सायरीमा पहिले कता पढेको थिएँ यस्तो कुराहरू त्यहाँ प्रयोग गरिन्छ खसम भन्ने शब्द चाहिँ। अनि औडाहा भनेको छ यसमा चाहिँ औडाहा भनेको चाहिँ कस्तो हुन्छ भने चिन्ता व्यथा आदिबाट मनमा हुने जलन छटपटी औडाहा भनेको अति नै ठुलो डाहा के धेरै धेरै ठुलो डाहा यो चाहिँ एकदमै ठुलो छटपटी यसलाई औडाहा भनिन्छ। व्याधा भनेको सिकारी है त अनि त्यो कुन चाहिँ एउटा ठाउँमा त्यो कुन व्याधाको पासोमा पर्यो तिमी अनि यसरी भनेर भनेको थियो यसमा चाहिँ सिकारी त्यो कवितामा आउँछ त्यो शब्दहरू यसो राम्रो शब्दहरू छन् यसमा। अनि ऐरेलु भनेको छ हामीलाई ऐरेलु भनेको चाहिँ के भनेको छ भने जङ्गलमा पाइने अनि तितो स्वाद भएको काँक्रो आकारको फल भन्छ हामीलाई। ऐरेलु हामीले खाएको छ कि छैन हाम्रो गाउँघरतिर मैले पाएको छु मैले कतिपल्ट जङ्गलमा छिर्दाखेरि झुकेर त्यो चाहिँ काँक्रो भनेर ठानेर टेस्ट गरेको छु तर त्यो चाहिँ काँक्रो आकारको हुन्छ तर तितो हुन्छ त्यो चाहिँ खतम हुन्छ ऐरेलु। अनि कमलपित्त भनेको छ हामीलाई कलेजोमा हुने एक प्रकारको घातक रोग जन्डिस कमलपित्त यसलाई पनि भनिन्छ। अनि खुद भनेको चाहिँ अनि वास्तविक खास भन्छ यसमा चाहिँ खुद भनेको अर्थ चाहिँ। अनि श्रद्धा श्रद्धा भनेको मान्यजन प्रतिको आस्था विश्वास है त श्रद्धा कुनै व्यक्तिप्रति हामी श्रद्धालु भएर चाहिँ अनि समर्पित हुनु श्रद्धा देखाउनु त्यो एउटा सम्मान देखाउने तरिका भक्तिभाव। अनि पतिङ्गर भनेको भुइँमा झरेको पात पात पतिङ्गर पनि भन्छ नि त पात भुइँमा झरेको पातलाई पतिङ्गर भन्ने। चहक भनेको यसको चाहिँ कान्ति प्रकाश चमक एउटा चमक भनौँ है चहक भनेको। साँध भनेको सिमाना है त एउटा ब्यारियर बार भन्छ नि त हामीले अङ्ग्रेजीमा। अनि अर्को भनेको चाहिँ भास भास भनेको चाहिँ भासिने वा गाडिने खालको हिलो वा फुको ठाउँ भन्छ हामीलाई भास है त कुनै ठाउँमा गाडिने ठाउँ दलदल भन्न पाइन्छ हामीले। दैया अब दैया भनेपछि त्यो गीतमा पनि सुने होला दैया मर्यो आफ्नै कालेमा मरेस पहिले त्यो होला नि त होइन। दैयाको अर्थ के रहेछ त भने पैतृक सम्पत्ति आदिका निमित्त सम्बन्धित व्यक्तिमा रहेको हक वा अधिकार है त।
दाबी दाबी भयो त्यो कुरा चाहिँ। अनि हमला भनेको चाहिँ आक्रमण, युद्ध। ल यो कुरा भयो। ल आउनुहोस् म तपाईँहरूलाई म पाठ अनि यसमा अनि वाचन गरेर सुनाउँछु, तपाईँहरू सुन्दै जानुहोस्। यो कथा अनि बद्रीनाथ भट्टराईले लेख्नु भएको यो चाहिँ ऐतिहासिक कथा हो। ऐतिहासिक कथा भनेको इतिहाससँग सम्बन्धित कथा र यसमा केही कुराहरू सत्य हुन्छन् भने केही कुराहरू चाहिँ रचनात्मक पनि हुन्छन् यस्ता कथाहरूमा। हामीले अब यसलाई अनि सुन्दै जाउँ। बडो मुस्किलसँग नजरबन्दबाट छुटेपछि लामो सास फेरेर राजेन्द्र लक्ष्मीले भनिन्, दयाको फल मैले पाएँ। कुपात्रमा परेको अमृत पनि विष बन्दो रहेछ। देवर भनेर यी बहादुर शाहलाई मैले हुनसम्म गरेकी हुँ। घरमा पनि यी बाघ बने, आसमानमा पुर्याउँदा पनि बाजको रूप लिए, अब पातालमा पुर्याउँदा के हुने हुन् हेरौँ। नाग बनेर आए पनि यिनीसँग म डराउन्न। यिनको विष शमन गर्ने वैद्यहरूको सहायता नपाएकी भए अहिले अनि पनि म उम्कन सक्ने थिएँ। मेरो व्यक्तित्वको प्रभावमा आकर्षित भएका र न्यायका बाटोमा हिँड्ने भारदारहरू जति भने पनि छन्। यस्तोमा हरेस खानु कमजोरी हो। शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो। जुम्सो बन्नु बेवकुफी हो। यो चाहिँ सन्दर्भ कसरी आएको छ भने यहाँनिर अनि जुन हामीसँग हुनुहुन्छ बहादुर शाह उहाँलाई चाहिँ नजरबन्द गरिएको छ। अनि त्यसपछि कुरा के छ भने यहाँनिर अनि बहादुर शाहलाई नजरबन्द गरिसकेपछिको घटनाको कुराहरू हो कि त्यो चाहिँ पातालमा राख्दा पनि कसरी आउनुहुन्छ त उहाँ चाहिँ के गर्नुहुन्छ भन्ने कुरामा प्रश्नहरू छ। अनि आफै पनि अनि नजरबन्दबाट छुटेपछि अनि त्यो कुराहरू अनि राजेन्द्र लक्ष्मीले भन्दै जानुहुन्छ। अब यसको प्लटहरू म तपाईँहरूलाई पछि अनि अर्को भागमा बुझाउँछु है त। अहिले सर सुन्दै जाउँ। खास आफ्नो बच्चामाथि अरूले जाई लाग्न लागेको देखेपछि कुन चाहिँ सिंहिनी कानमा तेल हालेर बस्ने? यदि बसी भने पनि साराले उसलाई थुकिदिनेछन्। मेरो उही हालत हो, अरू त के। समझदार भएपछि यही छोरो रणबहादुर शाहले पनि के भन्ला? उसैले यसको बचाउका निमित्त आगमा आगामा कुद्नु र पानीमा हाम फाल्नु परे पनि तयार छु। मेरो धन जन तन मन अर्थात् जे भने पनि सर्वस्व नै यही एउटा छोरो हो। यदि पुत्र स्नेहलाई सजीव तुल्याउन सकिन भने मातृत्वलाई पनि तिलाञ्जली दिए हुन्छ। हुन त 3 वर्ष अगाडि नै मुर्कुट्टा बनिसकेको छु। त्यस बखतमा सती गइन भनेर कतिले कुरा काटे, कतिले कुरे, कतिले षड्यन्त्रमा फसाउन समेत खोजे। तर सन्तान र देशका लागि पृथ्वी झैँ क्षमा र स्थिरताको अवतार बनेर आफ्नो आदर्शलाई कार्यरूपमा ढाले हो। त्यो बेलामा बेतियाबाट आएर तिनले मद्दत दिएका हुन्। तर यसरी शासनमै हत्याउन आँट गर्ने यिनको कालो मनलाई आँसुको पर्दाले छोपिएको हुँदा मैले देख्न सकिनँ। खास दाजुमाथि समेत दलजित शाहसँग मिलेर जाल बुन्न सक्ने यिनले नाबालक भतिजमाथि पुत्र स्नेह राख्लान् भनी आशाको पासोमा फस्ने म कस्ती ग्वाग्रे। त्यही अपराधमा न हो यिनलाई मातृभूमिले गलहत्ती दिएको? हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ। त्यो माटामा मिल्यो अनि केही सिप नलागेर यिनलाई नजरबन्द गराइदिए। अब यहाँनिर कुरा के भयो त? यहाँनिर बहादुर शाहलाई चाहिँ अनि ठुलो आरोप लागेको छ र उहाँले त्यो विष खिलाउनु भयो भन्ने कुरा आइरहेको छ, या फेरि विष खिलाउन प्रयास गर्नुभयो भन्ने कुरा आइरहेको छ रणबहादुर शाहलाई। र उहाँको यो चाहिँ त्यो सबै कुरा आइसकेपछि रणबहादुर शाह चाहिँ नजरबन्दमा हुनुहुन्छ र यो सबै भावना चाहिँ अमर राज्य लक्ष्मीले चाहिँ मनमा सोच्नु भएको एउटा मनोभाव। बाहिरी शत्रुलाई उठ्न दिनको मूल कारण घर झगडा नै हो भन्ने वाक्यको ठुलो टीका टिप्पणी समेत गुरु गजराज मिश्रले गर्नुभएपछि मेरो मनले पनि त्यसमा अनि पुष्ट्याइ गर्यो। यता चौबिसेहरूले सङ्गठन गर्न थालेको गुप्ती खबर सुनियो। हुँदाहुँदै पाल्पा पर्वत र तनहुँको सङ्गठनको बल्दो अग्निमा हाम्रा सरदार बलि बानिया र केही फौजले समेत देशको निमित्त बलिदान दिएको कुरा हुरी बनेर आयो। चितवनको रक्षाका निम्ति बसेका रामकृष्ण कुँवर केही फौजले तनहुँतिर गएको खबरले केही आश्वासन दियो। त्यसपछि मानवता र परिस्थितिको समेत ख्याल राखी यी देवरलाई नुवाकोटबाट छुटाई यहाँ ल्याएर भने, राजकुमार, यसरी हामीले आगो पनि बन्नु ठिक होइन। आपसी फुट नै जातिको पतनको चिन्ह हो। यसले गर्दा व्यक्ति र समाजलाई मात्र होइन किन्तु देशलाई पनि गहिरो चोट लाग्ला जस्तो देखिन्छ। यदि ससुराज्यूबाट उठाई बक्सेको एकताको र राष्ट्रियताको जगमा मन्दिर खडा गर्न सकेनौँ भने हामीले बाँच्नु मर्नु हो।
उसैले अब अतीतका सारा विरोधी विचारलाई बिर्सेर खाली देशभक्तिको सोझो बाटो लागौँ। उहाँले त्यो अनि भन्नुभएको कुराहरूलाई अझै सम्झिँदै हुनुहुन्छ। देवर बाबुलाई मैले यस्तो भनेको थिएँ। त्यो बेला एकछिन वाल्ल परेर बहादुर शाहले भने, मेरो पनि विचार यही हो। आमा समानकी हजुरलाई पूजा गरेर जन्मभूमिलाई शिरमा राखी सिंगार्दै उन्नत शिखरमा पुर्याउने नै मेरो मनसाय हो। यी बाहेक कुनै कुभावना लिएको मात्र रहेछु भने पनि हजुर हत्या गरेको पाप मलाई लागोस्। तर के गरौँ, कनसुत्ला जस्ता कुरौटेले नै हाम्रो वैमनस्य बढाइदिएका हुन्। उनीहरू तिललाई पहाड बनाइदिन्छन्। त्यसैले थिचिएका हुँदा घाममा बसेर धोइफोइ हामी गर्दैनौँ अनि त्यही नै विस्फोट बनेर निस्कन्छ। काँडा झरेको गुलाबको बोट भए होलान् भन्ने आशा गरेकी थिएँ, तर झन् फूल झरेर काँडा मात्र बाँकी रहेका अनि बनेर आएछन्। बालुवाले तिललाई पनि अनि बालुवा नै सम्झन्छ भने चाहिँ उनका आँखामा म बिझाउन थालेँ। मैले मैले वर्षाएका अमृतका कण कणमा उनले विष देख्न थाले। दिएको चिनीलाई गेगर सम्झे। पथ्य वचनले पनि तिखो बाणको रूप लियो। उसैले घात प्रतिघात चल्दै गयो। अन्त्यमा उनले बुनेको जालमा म पो परे। थुनुवा कैदी जस्तो भएर बस्नु पर्दा खसमले त्यागेकालाई घरभित्र हुलेको पापको फल हो भनी चित्त बुझाएँ। यो चाहिँ अमर राज्य लक्ष्मीले अझै आफैलाई भन्दै हुनुहुन्छ, मनमा नै यस्तो यस्तो गरेँ मैले, झन् माया गरेको त झन् यो त पुगेन, यो त सर्पलाई दुध दिएको जस्तो भयो भन्ने कुरा जस्तो गइरहेछ। भोजमाथि काका मुन्जले गरेको दानवी व्यवहारको कथा सम्झँदा मेरो मनमा झन् औडाहा छुट्यो। छोराको रक्षाका लागि गहन किल्ला फोरेर मैदानमा उत्रिरहेको छु। हुन त तरबारको धारमा हिँड्दा मलाई निकै कष्ट होला, तर व्याधाले खेदिएकी बघिनी झैँ जस्तो सुकै दुस्साहसमा पनि पछि हट्दिन। तर बाहिरी शत्रुलाई नदबाई घरको रणाको मचाउनु ठिक होइन। उसैले घनघोर जङ्गलमा एक्लै छोडिदिने लक्ष्मणसँग पछि सीताले गरेको व्यवहारलाई फेरि दोहोर्याउँ कि अथवा अर्कै बाटो लिऊँ। राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई डाकेर भनिन्, क्या हो राजकुमार, मिलेर काम गर्छु भनी शपथ गरेको कहाँ गयो? नयाँ बिमा राल काटेर सोझी भाउजूलाई छक्याउनु के राजनीति हो? शाही कुलमा ऐरेलु बन्नुहुन्छ भने तितो अनुभव आफै भोग्नु होला। यो कुरा बुझिराखौँ है त। अनि सुतेकी सिंहको टाउकोमा टेक्नु कि बुद्धिमानी हो? कमलपित्त भएको दृष्टिले आइमाई भनेर तपाईँले हेप्नु भएको होला, तर यो तपाईँको भुल हो। डोरीले हात्तीलाई हलचल गर्न दिँदैन भन्ने तपाईँलाई थाहा छैन? कम्मर कस्यौँ भने छहरा अनि पहरा, ढाल तरबार अनि हिउँ र ज्वाला पनि बन्न सक्छौँ। आँधी भएर उडाउन सक्छौँ अनि ब्याधा भएर पछार्न पनि। नागिनी बनेर पातालमा पस्न सक्छौँ अनि गरुडिनी भएर आकाशमा उड्न पनि। शक्ति नभएका भए महाकाली, महालक्ष्मी, महासरस्वतीलाई कसैले पुज्ने थिएनन्। खेलौना सम्झी आगो खेलाउनेको कुन गति हुन्छ आफै विचार गर्नुहोस्। उनले त्यो एउटा अनि चेतावनी दिएको कुरा छ यहाँनिर। एकछिन वाल्ल परेर बहादुर शाहले भने, खुब विचार गरिरहेको छु। खास जननीकै रूपमा नारी जातिलाई पाएको हुँ। नारी सिर्जना र शक्तिको अवतार भन्ने खुद मलाई थाहा छ। के गरौँ, उज्यालाका निम्ति बालेको बत्तीले आगलागी हुने सम्भावना देखिएपछि देश बचाउनका लागि उपचार गर्नै पर्ने रहेछ। व्यक्तिगत विरोधलाई अँगालेर यसो गरेको होइन। मुवाको मूर्ति सम्झेर हजुरमाथि मेरो पुरा श्रद्धा छ। हाम्रो आपसी घात प्रतिघातले मातृभूमिको अँध्यारो भविष्य देखा पर्दा बाध्य भएर नै यो काम मैले गरेको हुँ। वास्तवमा नायबी सेनाको निम्ति मरिबेट्ने गिद्ध म होइन। यदि छोड्दे भन्ने हुकुम हुन्छ भने अहिले नै तयार छु। बहादुर शाह बेतिया पुगेको खबर राजेन्द्र लक्ष्मीको कानमा कनसुत्लो पसे झैँ भयो। एकछिन अत्तालिएर उनले विचार गरिन्। अब तेल हालेर बस्ने बेला छैन। बरु कसरी कुन चाहिँ ओखतीको प्रयोग गर्ने हो, कुन जाल रच्नलाई उनी गएका हुन् त्यो पनि त पत्तो छैन। यदि हुरी भएर आए भने धेरै भारदार पतिङ्गर बनेर उनलाई पछ्याउनेछन्। यदि आएनन् भने पनि आफ्नो हातको ढाल तरबार मैले गुमाएँ। कदरका साथ राख्नुपर्ने हिरालाई हुत्याउनुको चाहक बढ्न सक्दैन। सदुपयोग गर्न नजान्नु ठुलो भुल हो। अहिले ठिक ठाउँमा राखेर
तेल बेसार घसिएका वचनले लडाईँमा खटिदिएको भए धेरै बेस हुन्थ्यो। उनी बाहिर सभा सम्हाल्थे, म भित्र मिलाउँथे। वास्तवमा देवर खराब होइनन्। यदि यिनले मानवताको साथ नागेको भए उहिले नै सती जान पर्ने भासमा फसाइदिन्थे। त्यो बेला यिनले सहायता नदिएको भए मेरो के दैया चल्थ्यो। अर्कै पासामा पर्न पनि सक्थे। सधैँ गुण लाउन कसले सक्छ र? तर जताको जित होला जस्तो देखिन्छ। उतैतिर गएर अनि चोचोमोचो मिलाउने यी चमैराले नै बङ्गारो नै भड्काएर पारेका हुन्। स्वार्थ सिद्धिका लागि उनीहरूले रचेका षड्यन्त्रको भ्यू पाउन सकेको भए यसरी निसहाय हुन पर्ने थिएन। अब झन फुकी फुकी मैले पाइला चाल्नु पर्छ। घरझगडाको बिउ निभाउन खोज्ने मैले झन राँको सल्काएँ। मनमा पाकेको जौ तिललाई डढेलो बनाइदिए। वेदनाको एक धारलाई समुद्र तुल्याइदिए। उता पर्वत लमजुङ तनहुँ मिलेर गोरखामा हमला गर्न लागेको खबर आइरहेछ। पाल्पा पनि आफ्नो हात नपारी 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 भएको छैन। पूर्वतिर पनि उस्तै हालत छ। अब के गर्ने? ल यो कथाको वाचन यहीँ सकिन्छ। म कथाको विश्लेषण चाहिँ तपाईँहरूलाई दोस्रो भागमा सुनाउँछु। ल अब दोस्रो भागमा भेटौँ। हेभ अ गुड टाइम। टेक केयर।